गाइज अहिले बत्ती आएछ गाइज हेर्नु पुरै सुर्खेत भ्याली गाइज अनि अब बत्ती आइसकेको छ भर्खर एकैछिनमा बत्ती आयो गाइज हेर्नु छ पुरै सुर्खेत भ्याली पुरै बत्ती छ गाइज मेरो हल्का क्यामेराले खिचेन कि गाइज हेर्नुहोस् पुरै सुर्खेत भ्यालीभरि बत्ती आइसकेको छ गाइज यहाँ अब खोला आइसकेको छ गाइज खोला गाइज अब यी खोला आइसकेको छ यो खोला हो गाइज अब हामी यहाँदेखि उत्रिनु पर्ने हुन्छ खोला आइसकेको छ ल हाम फाले गाइज गाइज अब खोला आइसकेको छ अगाडि बाटो पनि हेर्दै गर्नुहोस् खोला आइसकेको छ हेर्नुहोस् गाइज मेरो घर उपर छ तर गाइज अब त्यसमा देखाउँदैछु यतिकै जाँदै राखौँ लाइक सपोर्ट गरिदिनु होला हामी घर जाँदैछौँ भनिरहेको छु गाइज तपाईँलाई किन भनिरहेको छु भने म यता अर्को ठाउँदेखि अर्को ठाउँसम्म घर जाँदैछु तपाईँलाई मजा अघि लाग्यो अब घर पुग्नै लाग्छौँ कतिवटा बाटो पनि देखाउनु पर्ने हुन्छ आफूले नै हेर्नुपर्ने हुन्छ उता रोडिन्छ नि त रोडिन्छ अँध्यारो छ गाइज अँध्यारै छ त्यहाँ पनि एउटा नाला छ इएन पानी हो गाइज बताउनु मान्छे पानी हो यहाँदेखि हामी जाने इएन यस्तो जाने टक्स 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 गरी जाने गाइज जाममै जाम ल जाम ल झम पऱ्यो पानी रोटी गाइज छैन है आज मैले यत्रो मुला चोरेको छु गाइज हेर्नुहोस् है यत्रो मुला चोरेको छु गाइज हेर्नु यत्रो ठुलो मुला हो गाइज मुला अगाडि पनि हेर्नुपर्ने हुन्छ बाटो गाइज यत्रो ठुलो मुला हेर्नुहोस् न गाइज यत्रो मुला चोरेका छौँ गाइज यत्रो मुला चोरेको छु भातसिङ खान मजा आउँछ नि त होइन घरै पुग्नै लागेका छौँ अब त्यो घरहरू अब पुग्नै लाग्छौँ घर पुग्नु लाग्छौँ अब यत्रो ठुलो मुला चोर्छ भातसिङ गेम पनि खानु पऱ्यो गाइज अर्को पार्ट चाहिँ यो के अरे यो भिडियोमा 1000 भ्युज आयो भने तपाईँहरूलाई म तुरुन्तै देखाउँछु किनकि अरू युट्युबरहरूले 1 लाख 2 लाख 50,000 लाइक भन्छन् नि होइन तर मेरो भर्खर खोलेको भ्युज आयो भने मात्र मलाई उ छ तपाईँहरूले मनदेखि चाहनुहुन्छ भने चाहिँ लाइक सपोर्ट गरिदिनु होला अरू म केही भन्न चाहन्न घर पुगिसक्यौँ यही घर हो गाइज आइसक्यौँ अब यत्तिकै छ अन्तरमा बाटो यत्तिको अन्तरमा छ बाटो होइन अब घर पुगिसकेको छ मुला पनि देखाउनुपर्छ गाइज होइन मुला पनि किन देखाउनु पऱ्यो भने गाइज मुला पनि देखाउनु पऱ्यो नि त मुला देखाउनु पऱ्यो गाइज मुला गाइज खानु नि पऱ्यो खाइदिनु मुला ल घर पुगिसकेका छौँ गाइज घर पुग्यौँ त्यो अन्त मेरो भ्लग यतिमा खत्तम हुन्छ अर्को देखाउनु र रुममा एकछिन मेरो साइकल पनि देखाउँछु भाइ सर ल एकछिन मेरो घर आइसकेको छ यो साइकल है पुरा गाइज यो चाहिँ 8 गियरको साइकल हो पुरा हेर्नु ल गाइज बाई गाइज